कृष्ण बस्नेतको जीवनमा जिउँदो भगवान बनी अर्जुन भुषाल। मानिसको जीवनमा कहिलेकाहीँ यस्ता मोडहरू आउँछन् जहाँ सबैको धोका बन्द जस्तै देखिन्छ। आशा हराइसकेको हुन्छ, पहिचान हराइसकेको हुन्छ अनि भविष्य अन्धकारमय लाग्छ। तर त्यही अँध्यारो बीच कहिलेकाहीँ एउटा उज्यालो पात्र प्रवेश गर्छ जो केवल सहयोगको मात्र गर्दैन, कसैको जीवन नै परिवर्तन गरिदिन्छ। त्यस्तै एक प्रेरणादायी कथा हो यो कृष्ण बस्नेत र अर्जुन भुषालको। वर्षौंसम्म आफ्ना आमा बुबा खोजी गर्दा पनि कुनै जानकारी पाउन नसकेका कृष्ण बस्नेत पहिचानबिन जीवन बिताइरहेका थिए। न कुनै कागज पत्र, न कुनै अधिकार अस्तित्व, जसका कारण उनी समाजका धेरै आधारभूत अधिकारबाट वञ्चित थिए। यस्तो अवस्थामा बाँच्नु भनेको केवल शारीरिक रूपमा जीवित हुनु मात्रै हो, तर सामाजिक रूपमा अस्तित्व नै नहुन जस्तै हो।